सर यो किन उठाउन लागेको हो? आउन सकियो धर्म सभा नै गर्न नहुने हो कि के हो? गुरुहरूलाई हामी जानकारी गराउन लागेको हो भनौँ। अब कार्यक्रम गर्न पाइँदैन भन्ने हो नि त हामी। किन यो धर्म सभा नै रोक्नुपर्ने आवश्यकता थियो र? यो चाहिँ अब जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएको छैन। यो माइकहरूले चाहिँ हटाउनुहोस् भन्ने ढङ्गको कुरा चाहिँ अहिले हिसाबले गर्नुभयो। अब हामी यसको आयोजक पनि होइन, हामीले एउटा समन्वय गरिदिने भूमिका गरिदिएको हो। यो धर्मसभा हो, यहाँ पछि कुनै पार्टीको झन्डा पनि रहँदैन। तथापि त्यो धर्मसभालाई पनि रोक्ने प्रयास चाहिँ प्रशासनबाट भएको छ। अब यो चाहिँ हाम्रो लागि पनि मान्य छैन। हामी धर्म मान्ने मान्छेहरूको लागि पनि हामीलाई चाहिँ त्यो मान्य छैन। किनभने यहाँ कुनै पार्टीको भोट माग्नको लागि यो धर्मसभा गर्न खोजिएको छैन भन्ने कुरा हामीले जगतगुरुहरूबाट बुझेका छौँ। त्यसले गर्दा यो कार्यक्रम कुनै हालतमा पनि गर्नुपर्छ भन्ने मान्यता हो हाम्रो। तर चुनाव नजिकै छ भनेर उहाँहरूले सुरक्षाको हिसाबले पनि रोक्न लागेको हो कि भन्ने चाहिँ लाग्छ। यस्तो अहिले हामीभन्दा 50 मिटर अगाडि पनि एउटा कार्यक्रम भइराखेको छ, राजनीतिक दलको कार्यक्रम भइराखेको छ। तर यहाँ त त्योभन्दा झन् फरक ढङ्गको कार्यक्रम हो। यसमा चाहिँ कुनै राजनीतिक दलको झन्डा पनि हुँदैन, कुनै उम्मेदवारहरू पनि नरहने। तर धर्मगुरुहरू आएर चाहिँ धर्म सम्बन्धी आफ्ना कुराहरू राख्ने पुराण सम्झिन्न, पुराण लागिराखेका छन्। अब नेपालीहरूले हामी धर्मावलम्बीहरूले पुराण पनि लगाउन नमिल्ने। मैले त त्यो सोचिराखेको छु। अब पुराणहरू पनि बन्द हुने रहेछन्। हाम्रो देश त कहाँ पुगेछ भन्ने ढङ्गको चाहिँ मैले कुरा बुझेँ। त्यही ढङ्गले चाहिँ अहिले देशहरूले त्यही कुरा गर्नुभएको छ। माइकहरू चाहिँ रेडी निकाल्नु भनेर भन्दै हुनुहुन्छ, मैले पनि सुनेँ। निकाल्नु भन्ने ढङ्गको कुरा चाहिँ गर्नुभएको छ। अब हामीले त समन्वय गरिदिने हो। गुरुहरू आउँदै हुनुहुन्छ, गुरुहरूले जे जानकारी गराउनुहुन्छ उहाँहरूलाई नै हामी। गुरुहरू चाहिँ कतिखेर आइपुग्नुहुन्छ यहाँहरूको जानकारीमा भयो अनुसार? आइपुग्न लाग्नु भएको छ। यो चाहिँ हजुरको के अनुमति अहिले चाहिँ आचार संहिता लागू भएको कारणले गर्दाखेरि अनुमति बिना चाहिँ गर्नु नदिने भने हो। अनुमति छैन, त्यसले गर्दा उठाउनु होला। त्यति मात्र केही बस्दैन। यो व्यवस्था स्ट्यान्डमा बसेको पुलिसहरू यहाँ मुक्तिचौक बढाउनु सर उहाँहरूले चाहिँ स्टेज भत्काउनु उठाउनु सामानहरू भनेर भनिरहनु भएको छ।